विशेष अतिथिज्यूहरू शिक्षामा लगानी गर्ने सङ्घ संस्थाबाट पाल्नुभएका सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका प्रमुख अध्यक्ष उपाध्यक्ष अब पूर्व विद्यालय व्यवस्थापनका पदाधिकारीज्यूहरू, उपस्थित सम्पूर्ण केही आशा र केही निराशाका साथ उपस्थित हुनुभएका आदरणीय अभिभावकज्यूहरू र यस विद्यालयमा अध्यापन गराइरहनुभएका विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक शिक्षिकाहरू, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिज्यूहरू र भोलिका कर्णधार यस विद्यालयमा अध्ययनरत सम्पूर्ण प्यारा भाइ बहिनीहरूमा मेरो तर्फबाट, सिङ्गो गाउँपालिकाको तर्फबाट यहाँहरू सम्पूर्ण नमन साथ नमस्ते व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त आउँदै गरेको साउने पूर्णिमा मेलाको यहाँहरूलाई यो साउने पूर्णिमा पर्व सुखदको साउने पूर्णिमा पर्व भव्यका साथ एकदम सुखद मनाओस्, पर्वले सबैको चाहिँ रक्षा गरोस् र साथै यो विद्यालयको 51औं वार्षिक उत्सव तथा अभिभावक दिवसलाई भव्यताका साथ गर्नुहुने सम्पूर्ण उपस्थित सम्पूर्णमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु। र यो अवसरमा यहाँहरूले मलाई प्रमुख आतिथ्यको जुन भूमिका दिनुभएको छ, सम्पूर्ण विद्यालय व्यवस्थापन परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भन्दाखेरि, सर्वप्रथम त जब समाज परिवर्तन गर्नु छ, समाजलाई चाहिँ विकासोन्मुखदेखि विकाससम्म लिनु छ, तब हाम्रो चाहिँ व्यक्तिगत सोच परिवर्तन गर्न जरुरी हुन्छ। हाम्रो व्यक्तिगत सोच परिवर्तन बिना समाज परिवर्तन गर्न सकिँदैन। त्यसै कारणले हामीसँग भएका विभिन्न विकास निकास अन्य विकासका कार्यविधिहरू, कार्ययोजनाहरू हामीले चाहिँ परिवर्तनको सोचको साथ अगाडि बढ्न सकेनौँ भनेपछि हामीले जतिसुकै विकास ल्याए पनि, जुनसुकै विकास गरे पनि त्यो विकासलाई लक्ष्यसम्म पुग्न सम्भव हुँदैन। त्यही कारणले यो सोच परिवर्तन गर्नलाई शिक्षित समाज चाहियो, शिक्षामा लगानी गर्नु पर्यो, तब मात्र के हुन्छ त सोच परिवर्तन हुन्छ। शिक्षित समाज भयो भने विकसित समाज हुन्छ। त्यही कारणले यहाँ विभिन्न भनाइहरू छ, किनकि शिक्षामा विशेष रूपमा लगानी लाउनुपर्छ, शिक्षामा विशेष रूपमा चाहिँ व्यवस्थित र गुणस्तरीय शिक्षा बनाउनुपर्छ। त्यही कारणले आजको शिक्षामा गरिएको लगानी भोलिको समृद्ध समाजको निर्माण गर्छ। शिक्षित व्यक्ति मात्र होइन, शिक्षित समाज नै राष्ट्रको वास्तविक शक्ति हो। धनले सुविधा दिन्छ तर शिक्षाले अवसर सिर्जना गर्दछ। शिक्षामा गरिएको सानो लगानीले पनि जीवनमा ठुलो प्रतिफल दिन सक्छ। यी यथावत अन्य विभिन्न विद्वानहरूको धेरै किसिमका भनाइहरू छ, जसको अर्थ के हुन्छ भन्दाखेरि हामीले समग्र रूपमा सबैभन्दा बढी लगानी राज्यबाट अथवा विभिन्न निकायहरूबाट सबैभन्दा बढी केमा खर्च गर्नुपर्छ, शिक्षामा लगानी लाउनुपर्छ भन्न खोजेको हो। त्यो कारणले अब त्यो भनाइ एकतिर छ र हाम्रो सोच केतिर छ, अर्कोतिर छ। किन भन्दाखेरि भलै हाम्रो समाजमा, हाम्रो गाउँठाउँमा धेरै किसिमका आवश्यकताहरू छ, तर त्यो आवश्यकता परिपूर्तिको लागि हामीलाई बाटोहरू धेरै कम भएको अवस्था पनि छ। त्यो हामीले मनन गरेको चिज हो, यो समाजले पनि मनन गरेको चिज हो। त्यही पनि त्यो आवश्यकता हुँदै पनि हामीले सबैभन्दा बढी चाहिँ शिक्षामा लगानी गर्नुपर्छ भन्न खोजिया हो। किनकि शिक्षित समाज
निर्माण गर्न सक्यौँ भनेपछि भविष्यका अन्य विकासहरूको गति चाहिँ तीव्र गतिमा अगाडि बढ्छ। अझै अरू भनाइ के छ भन्दाखेरि विभिन्न किसिमका यहाँ अन्य विकासको उदाहरणहरू छ। हामीले 1 वर्षको विकास अथवा 1 वर्षको परिवर्तन देख्न चाहनुहुन्छ भनेपछि बाटोघाटो धारा पानीमा लगानी लाउनुहोस्। 10 वर्षको लगानीको परिवर्तन हेर्न चाहनुहुन्छ भनेपछि रुख बिरुवा फलफुलमा लगानी लाउनुहोस्। तर 100औं वर्षको परिवर्तन हेर्न चाहनुहुन्छ भनेपछि शिक्षामा लगानी लाउनुहोस् भनेको अझै पनि धेरैवटा ठुलो बनाइहरू छ। तसर्थ जब समाज शिक्षित हुन्छ तब के हुन्छ, परिवर्तन हुन्छ। सार्थ यही हो। तर हामी कहाँ अलिकति सोचहरू के छ भन्दाखेरि यहाँ फेरि यही स्कुलको अवधारणाहरू, यही स्कुलको तपाईँको विकासहरू हेर्दाखेरि हामीमा अलिकति हामी भित्र समाजभित्रको सोचमा चाहिँ कमी आएको महसुस मैले गरेको छु र देखेको छु। किन भन्दाखेरि यही भएको विकास योजनाहरू हेर्नुहोस् न, कुन योजना हामीले कति प्रतिफल दिएको छ, कुन योजनाले कति प्रतिफल दिएको छ त। सधैँ हामीले उता लेकतिर पनि हेर्दै आएको र आज पनि सोनियक बस यहाँ आउँदाखेरि 2-3टा ठाउँमा हेर्दै आयौँ। यो 2-3टा योजनाहरू पक्कै पनि यो रोजगारको योजना हो जस्तो लाग्छ मलाई। तर रोजगारको योजना हाम्रो चाहिँ 1 वर्ष नटिक्ने योजनाहरू छ। तपाईँको लेकको त्यो घेरबारहरूको अवस्था हेर्नुहोस्, 1 वर्ष 1.5 वर्ष नटिकेको अवस्था छ। त्यसको अर्थ के हुन्छ भन्दाखेरि अहिले पनि यही साल हामीले रोजगार त्यसैमै घेरबार गर्नु पर्यो, अर्को साल पनि त्यसैमै घेरबार गर्नु पर्यो। हाम्रो समस्याहरू झन् त्यहीको त्यही थपिरहेको अवस्था छ। त्यो कारणले जब विकासमा फर्को धेरै किसिमको सोचहरू चेन्ज गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ। र मैले यहाँलाई धेरै कुराको त आशा जागरण गर्न सक्ने अवस्था छैन, तैपनि केही कुरा गर्न सकिनेछ। केही कुराहरू त्यसको सम्बन्धित निकायमा लान सक्ने अवस्थाहरू छ। र हालको अवस्थालाई मध्यनजर गर्दाखेरि मैले यो विद्यालयलाई हल्का रूपमा 2-3टा मैले चाहिँ यहाँहरूलाई सल्लाह सुझाव दिन चाहे। किन भन्दाखेरि हामी भन्छौँ विद्यालयको गुणस्तर शिक्षामा चाहिँ जोड दिनुपर्छ। गुणस्तर आफै आफ उत्पन्न हुँदैन। गुणस्तर शिक्षा दिनको लागि अघि नै भने जस्तै जबकि यो विद्यालयमा हाल अध्ययनरत 230 जना बालबच्चाहरू हुनुहुँदो रहेछ। यो विद्यालयमा अध्ययन गर्दै आएका बालबच्चाहरूले उहाँहरूको यो रहरले यो विद्यालय पठन पाठन गरेको होइन जस्तो लाग्छ है मलाई। किनकि हामी यो साधारण गाउँठाउँका जति बस्तीहरूमा छ केवल यो बाध्यात्मक प्रक्रिया मात्रै यो स्कुलमा पढिरहेको अवस्था छ। अब यो बाध्यताबाट तपाईँको कसरी चाहिँ अन्य अरू बाहिर धेरैवटा विद्यार्थी पनि गएको छ, कसरी आकर्षित गर्ने त? आकर्षित गर्नेको मेन उद्देश्य भनेको शिक्षामा सुधार हो। जब के शिक्षाको गुणस्तरमा सुधार हुन्छ विद्यार्थीहरूलाई हामीले चाहिँ हाम्रो स्कुलमा पढ्न पठाऊ भनेर हामीले भन्नै पर्दैन। आफै आफ साल मात्रै हामीले के गर्यौँ भन्दाखेरि 50% श्रमदान अभिभावकहरूको श्रमदान अनिवार्य लागू गर्यौँ। 2 वर्ष अगाडि 5000 स्कुलको खाता बुझाउँदाखेरि हालको उसम्म तपाईँको व्यवस्थापन समितिले गर्दासम्म 15 लाख कोष खडा गरेका छौँ कि त्यो कोष खडा गरेर केको लागि खडा गर्ने त? अति आवश्यक चिजहरू। अबको अवधारणा भनेको आवासीय विद्यालय हामीले निर्माण गर्नुपर्छ। आवासीय विद्यालय भने कस्तो हो भन्दाखेरि हामी यही गाउँठाउँका विद्यार्थीहरूलाई बिहानदेखि बेलुकासम्मको आवासीय राख्ने। किनकि हाम्रो त घरहरू नजिकै छ, टोटल आवासीय राख्न चाहिँ सम्भव पनि हुँदैन। त्यो अलिकति तपाईँको हाम्रो आर्थिक आय स्रोतले पनि दिन सक्दैन। हुन त
त्यो स्थापना गरे पनि हुन्छ किनकि तपाईँको सुगम क्षेत्रको बोर्डिङहरूमा हेर्नुहोस् त प्रत्येक विद्यार्थीको खर्च कति छ प्रत्येक बच्चा बच्चीको खर्च कति छ त जबकि हामी बच्चा बच्चीलाई जन्माउन सक्छौँ भनेपछि त्यो बच्चा बच्चीको पालन पोषणदेखि लिएर शिक्षासम्म त जिम्मेवारी लिने त अभिभावकहरूको काम हो नि त तर हामी के गर्छौँ बाध्यता छ हाम्रो कहिले अब बच्चालाई टाइम दियो भनेपछि वर्षभरिको फेरि खानपिनको लागि टाइम दिन अर्को समस्या भइरहेको अवस्था छ त्यो कारणले गर्दाखेरि हामीले अबको यो स्कुलको अवधारणा यो स्कुललाई चाहिँ यदि गुणस्तर शिक्षामा बदल्नु छ यो स्कुललाई अलिकति यो तरिकाले लिनु छ भने चाहिँ आवासीय माध्यमबाट सञ्चालन गर्नु पर्यो र त्यो आवासीय माध्यमबाट सञ्चालन गर्नको लागि अझै यहाँ त 7वटा सङ्घ संस्थाहरू रहेछ नि त 7वटा सङ्घ संस्थाहरू हुनु रहेछ अझै हामी विभिन्न किसिमका अझै त्योभन्दा दाताहरूलाई पनि हामी खोज्ने तर्खरमा खोज्ने प्रयत्न गर्छौँ त्यस्ता किसिमका हामी चाहिँ ल्याउने प्रयत्न गर्छौँ र यसलाई आवासीय माध्यमबाट र यो स्कुलको 5 वर्षीय भावी कार्ययोजना बनाउनु पर्यो के निर्माण गर्ने भौतिक संरचनाहरू के निर्माण गर्ने हैन अनि त्यसपछि यहाँका शिक्षकहरूले चाहिँ कसरी चाहिँ पठन पाठनलाई चाहिँ स्तरवृद्धि गर्ने अनि यहाँका अभिभावकहरूले के गर्ने त आफ्नो त भूमिका त हुन्छ यो भूमिकामा यति चाहिँ कार्ययोजना बनाउने बित्तिकै यो भूमिकाबाट हामी कोही पछाडि हट्नु भएन नि फेरि किनकि स्कुललाई अगाडि बढाउनको लागि हामी सबैको चाहिँ जिम्मेवारी त छ फेरि पनि अर्को कुरा विद्यार्थी लगायतको जिम्मेवारी छ भनेपछि अभिभावकहरूको त स्वयं जिम्मेवारी हुने भयो नि त त्यो तरिकाले अगाडि बढ्न सक्यो भनेपछि हामीले चाहिँ अलिकति स्तरमा चाहिँ परिकल्पना गरेको चाहिँ हामीले शिक्षामा कसरी चाहिँ गुणस्तर शिक्षालाई कायम गर्ने शिक्षालाई कसरी चाहिँ हामी अलिकति गर्ने भन्ने कुरालाई यसरी चाहिँ यो माध्यमबाट मजबुत गराउन सकिन्छ यो माध्यमबाट गर्न सकिन्छ भन्ने मेरो चाहिँ यहाँको चाहिँ विद्यालय व्यवस्थापन र सम्पूर्ण अग्रजहरूलाई यो सल्लाह सुझाव हो यसरी चाहिँ लाग्दाखेरि एकदम सजिलो हुन्छ र अलिकति अब हामी के सोच्छौँ भन्दाखेरि अब यो वर्षको 10लाई अनि बढी फोकस गर्छौँ क्या किनकि अब एसई आउँछ एसईमा नतिजा बढी ल्याउनुपर्छ अनि बढी फोकस त्यहाँ गर्छौँ तर त्यो फोकस गर्नु स्वाभाविक हो तर फोकस कहाँबाट गर्नु पर्यो फोकस त इसिडीबाट गर्नु पर्यो नि त कुनै पनि घर बनाउँदाखेरि जब जग राम्रो भयो पो घर बलियो हुन्छ त जगबाट सुरु गर्नु पर्यो एसईको बच्चालाई 10 पढ्दाखेरि उनीहरू त्यत्तिकै पर्फेक्ट भइसकेका हुन्छ उनीहरूलाई केवल पढ्ने वातावरण मिलाइदिए मात्रै पुग्छ त्यो कारणले इसिडीहरूलाई चाहिँ प्लेइङ विथ लर्निङमा अध्ययन गर्नु पर्यो पढ्दै सिक्दै भन्ने अवधारणामा ल्याउनुपर्छ र अलिक ठुलो क्लास 9-10 क्लासहरूलाई चाहिँ लर्निङ विथ अर्निङसँग जोड्नुपर्छ पढ्दै कमाउँदै भन्नेसँग जोड्नुपर्छ त्यो जोड्नलाई हामीले चाहिँ अलिकति फेरि अभिभावकहरूलाई जिम्मा चाहिँ कृषिमा क्रान्ति गर्नुपर्छ भन्नलाई के भन्छ नेपाल कृषि प्रधान देश भन्छ तर विडम्बना यही छ कि कृषि प्रधान मुलुक जबकि 60-70% कृषिमा आधारित छ हाम्रो बजेट सिस्टम कहाँ जान्छ कृषिमा सबभन्दा कम बजेट फाल्छ क्या हो त्यो कारणले गर्दाखेरि अब आत्मनिर्भरता हुन सिक्नु पर्यो आत्मनिर्भरता गर्नलाई त सुरुमा समाजबाट गर्नुपर्ने सामाजिक कार्यबाट गर्नु पर्यो नि त अब हेर्नुहोस् हाम्रो यहाँ चाहिँ धारा बनेको छ पानी आउँदैन हैन टोयलेटको अवस्था यस्तो छ यो कारण के हो भन्दाखेरि तपाईहरुले यो समाजले हामीलाई सुरुमा त विकास त माग्नुहुन्छ होला नि त विकास केमा हाल्ने भन्दाखेरि अरु ठाउँमा हाल्नु भएको छ हो तर विकासको सुरुवात भनेको सामूहिक
ठाउँबाट हुनु पर्यो, स्कुलबाट हुनु पर्यो, हस्पिटलबाट हुनु पर्यो, सामूहिक ठाउँमा चाहिँ सार्वजनिक निकायहरूमा चाहिँ विकास पूर्ण भइसकेपछि विकास चाहिँ अन्यत्रमा सार्दाखेरि बेटर हुन्छ होला जस्तो लाग्छ मेरो विचारमा। त्यसै चाहिँ गयो भनेपछि केही हदसम्म सुधार हुन्छ, सुधारको पाटोहरू हुन्छ। र अब विद्यालय व्यवस्थापन परिवारले पनि अघि एउटा प्रतिबद्धता राख्नुभयो रहेछ, राम्रो लाग्यो। तर यो प्रतिबद्धता एउटा कागजमा सीमित नहोस्, यो प्रतिबद्धता पूर्ण रूपमा पालन गर्नु पर्यो। प्रतिबद्धताभित्र सबै हामी के हुनु पर्यो, अडिग हुनु पर्यो, बस्नु पर्यो। प्रतिबद्धता तोड्नेलाई नियमसँग कारबाही पनि गर्नु पर्यो। तब के हुन्छ त, जुन हामीले सोचेको चाहिँ एउटा शिक्षा सुधारमा सोचेको चिजहरू चाहिँ पुरा हुन्छ। यो यसरी चाहिँ अगाडि बढाउँदाखेरि सजिलो हुन्छ जस्तो लाग्छ। अझै पनि यहाँ त अब हेर्दाखेरि तुलनात्मक रूपमा हेर्दाखेरि जनशक्तिको आवश्यकता त देख्दैन मैले यसो हेर्दाखेरि। यहाँ 21 रहेछ, एल्बममा 22वटा छ, जम्मा त्यति हो। अब त्यहाँ संस्थागत रूपमा अलि बढी छ, यहाँ संस्थागत रूपमा हल्का कमहरू रहेछ। त्यो हिसाबमा चाहिँ जनशक्ति पर्याप्त छ। यो जनशक्तिले एउटा राम्रो टिम बनाएर, टिम वर्किङ, सबभन्दा ठुलो कुरो भनेको टिम वर्किङ हो। टिम वर्किङलाई विश्वास गर्नुपर्छ। अलिकति तपाईँहरूको अलिकति टिम वर्किङ अथवा चाहिँ धेरै कुराहरू केही हुलोपन्ता भएको महसुस कसरी भयो भन्दाखेरि जुन हाम्रो भाइ बहिनीहरूले एउटा देउडा गीतबाट भन्नुभएको छ नि त है, त्यहाँबाट पनि महसुस भएको अवस्था छ। किनकि कोही शिक्षक सिमीको डुल्दा, कोही शिक्षक पढाउँदा भन्ने एउटा गीतले पनि हल्का चाहिँ मन छोएको अवस्था पनि छ। र यथार्थमा त्यो हुनु भएन। किन भन्दाखेरि हामी एउटा शिक्षक भनेको के हो भन्दाखेरि त तपाईँको एउटा समाजको, एउटा बच्चाको, एउटा भविष्यको कर्णधारको चाहिँ एउटा भाग्य विधाता हो नि त। त्यो कारणले गर्दाखेरि हामी आफ्नो ड्युटीबाट पछाडि हट्नु भएन। शिक्षक मित्रहरूलाई मेरो यो यहाँहरूलाई चाहिँ सल्लाह सुझाव छ। भलै अब फेरि गाह्रो त गाह्रो छ, हेपिएको पनि छौँ कि हामी शिक्षक। किनभन्दाखेरि शिक्षक ऐन भनेको 2028 सालको शिक्षक ऐन छ। त्यो ऐन चाहिँ हामीभन्दा कति बुढो हो। त्यो ऐन अब कति शिक्षकले चाहिँ उ गरेर त्यही अन्डर बसेर कतिजना शिक्षकहरू त तपाईँको रिटायर पनि भइसक्नु भएको छ। त्यही कारणले मैले यहाँहरूमा के निवेदन व्यक्त गर्न चाहेँ भने तपाईँहरूको मागहरू, तपाईँहरूको समस्याहरूलाई मध्यनजर भएको छ। हामीले जुन अब सम्बन्धित निकायहरूमा शिक्षाको क्षेत्रमा चाहिँ कुरा गर्दाखेरि विभिन्न ठाउँमा चाहिँ यो चाहिँ ऐन ठिक छैन है, यसलाई चाहिँ शिक्षक यसरी मर्कामा छ कुराहरू महसुस भएको छ। तर यो अहिलेको राज्य व्यवस्थापनले गर्न सकिरहेको छैन। बिस्तारै केही हदसम्म चेन्जेस भइरहेको छ, केही नीतिहरू ऐनहरू चाहिँ परिवर्तन भएको छ। त्यो सँगसँगै हामीले त्यो हुँदै जान्छ। तर आफूले बोकेको जिम्मेवारी चाहिँ ढुक्क साथ निर्वाह गर्नुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। र अब यहाँ विभिन्न किसिमका समस्याहरू छ। यो स्कुलमा खेल मैदानको अभाव छ, शौचालयको अभाव छ, घेरबारको अभाव छ, सोलर व्यवस्थापनदेखि फर्निचरदेखि धेरै किसिमको अभावहरू छ। र तत्कालै मैले गर्न सक्ने भनेको केही फर्निचर र तपाईँको केही इक्विपमेन्टहरू। फेरि समस्या के छ भन्दाखेरि एउटा भेगीय नाताले, एउटा चाहिँ हामी परापूर्व कालदेखि एउटै विभिन्न यो नाताले चाहिँ माया लाग्छ, केही गरौँ भन्ने मनमा हुन्छ। तैपनि फेरि एउटा तपाईँहरूकै देउडा गीत छ नि त, अनि के अरे यो के धर्माज्यूलाई धान पाक्दैन, चम्खिली नयाँले हात पुग्दैन, टाँगी छोटो, के गर्नु मायाले भने जस्तो हामी पनि एउटा परिबन्धमा बाँधिएको छ। हुन म अब मेरो एरिया भनेको नाम्खा गाउँपालिका, हामी फेरि समस्या त्यही भयो। भूगोलले र तपाईँको यो सङ्घीयताले हामीलाई टाढा बनाएको छ। तैपनि हामी बिचको पुरानो भेजिए कायम, पुरानो चाहिँ इष्टमित्रको कायम नाता छ, त्यो कायम छ, त्यो माया लाग्दै पनि फेरि चाहिँ धेरै चाहिँ त्यसरी चाहिँ
किसिमको परिपूर्ति गर्ने सम्भावना पनि कम देखिएको अवस्था छ। अब सोलरहरू कति अब कर्णालीलाई पनि अस्ति दिइहाले, अब कति बाँकी छ त्यो हेर्नुपर्ने छ मैले, किनकि धेरै 5-6वटा बिग्रिएको आएको छ कि त्यो अवस्था भयो सोलर ग्यारेन्टी भइहाल्यो र त्यो सँगै यो जस्तै अहिलेको अवस्थामा आएको यो उहरू छ के अरे यो मञ्चमा यस्तो खालको यो फेरि चाइना सरकारबाटै हामीले उपलब्ध गराएको र त्यो सँगसँगै 8-10वटा यो एउटा हामीले सुनमा पालेका छौँ त्यो फर्निचरहरू छ त्यो चाहिँ त्यो सहित केही दिनमै तपाईँहरूलाई म खबर गर्नेछु, त्यही अनुसार मैले परिपूर्ति गर्नेछु। र समग्रमा यदि एउटा कुरा चाहिँ हामीभित्रको जस्तै मैले भने नि ल ठिक छ, अब अर्को कुरो म यहाँहरूलाई के भन्छु भन्दाखेरि अब यो 20-25 भन्दा माथिका कुनै योजनाहरू जस्तै यो खेल मैदान हुनसक्छ, शौचालय घेरबार अथवा सोलर त भइसक्यो, त्यो व्यवस्थापनमा प्रदेश सङ्घमा म पूर्ण रूपमा प्रयत्न गरेको छु र ल्याउन पनि ल्याउँछु। तर यसको 100% अथवा चाहिँ खरिद बाहेक 100% तपाईँ अभिभावकहरूले चाहिँ श्रमदान गरेर बाँकी कोष खडा गरेर त्यो कोषले चाहिँ त्यो कोष सञ्चालन गर्ने जिम्मा चाहिँ एउटा राम्रो सञ्चालक कार्यविधि बनाएर कसरी चाहिँ स्कुलको चाहिँ प्रगति गर्न सकिन्छ त त्यसै चाहिँ लाग्दाखेरि मैले यहाँ वचनबद्धता सम्बन्ध 1.5 वर्षभित्र यो चाहिँ ल्याउनु व्यवस्था गर्ने चाहिँ जिम्मा मेरो भयो। मैले जहाँबाट भयो भने खोजेर ल्याउँ।